नमस्कार। म शोभा पाठक। आदरणीय भक्तपुरवासी आमाबुवा दाजुभाइ दिदीबहिनी, देश तथा विदेशबाट हेर्नुहुने सम्पूर्ण न्यायप्रेमीहरूमा मेरो चुनाव चिन्ह रहेको छ जुत्ता। त्यो जुत्ता इतिहासको जुत्ता भक्तपुरले इतिहास बनाउँछ भन्नेमा म दुई मतै छैन। र अर्को कुरा, म 2 वर्षदेखि लामो सडक सङ्घर्ष गरेर आज तपाईहरूको घर दैलोमा न्यायको भिख माग्न र मेरा दिदीबहिनीहरूलाई सुरक्षित बनाउन, भक्तपुरलाई भक्तपुर जस्तो बनाउन, त्यहाँका जनगुनासोहरू सुन्न र मेरा आमाबुवा दाजुभाइ दिदीबहिनीहरूसँगै हातेमालो गर्न र छोरी बनेर छोरीको माया पाएर बस्नको लागि तपाईहरूको मत लिन आएकी छु। म सकेसम्म घर दैलो गर्ने कोसिस गरेँ र सकेसम्म पुगेँ पनि। पुग्न नपाएको ठाउँहरूमा र नपुगेको घरहरूमा यद्यपि तपाईहरूलाई दुःख लागेको छ भने त्यसको लागि म माफी चाहन्छु। मेरो ज्यान खतरामा छ। मलाई कति बेला मार्छ अपराधीले थाहा छैन। पटक पटक आक्रमण गर्यो। चौकीमा पनि म सुरक्षित भइन। मलाई बाटो हिँड्दा पनि सुरक्षित नबनाएर मेरो खुट्टा भाँचियो। मलाई मार्ने धेरै पटक धम्कीहरू आइरहेका छन्। यसको बावजुद पनि तपाईहरू आमाहरू, दिदीहरू, दाइहरू र मेरा भाइ बहिनीहरूले मलाई संरक्षण गर्नुहुन्छ। भक्तपुरको छोरी बनाएर मेरा बुवा मम्मीको आशीर्वाद शिरमा वर्षा गरेर ती पवित्र भूमिले मलाई न्याय दिनेछ भन्ने आशाले म तपाईहरूको साथमा आएको छु। तपाईहरूको घर घरमा आएकी थिएँ। म तपाईहरूलाई फेरि पनि भन्न चाहन्छु, मलाई केही चाहिएर आएको होइन। म अन्याय र अत्याचारको विरुद्ध बोल्छु। भ्रष्टाचार हुनु हुँदैन भनेर चाहिँ बोल्छु। तपाईहरूको जनगुनासोहरू त सदनसम्म पुर्याउँछु। मलाई कसैको डर छैन। मलाई मर्नदेखि डर छैन। म आगो भइसकेको मान्छे हो। मलाई खरानी हुन कुनै पनि डर छैन। म खरानी भएर पनि तपाईहरूको लागि लड्छु। आज हाम्रा दिदीबहिनीहरू आफ्नो आवाज बाहिर निकाल्न नसकेर अन्याय र अत्याचार सहेर घरभित्र पल्सिनु परेका छ। कति दिदीबहिनीले त जीवन मरण गरेर बस्नुभएको छ। कतिजना मरिसक्नु भएको छ। कतिजनालाई हिंसा गरिएको छ भन्ने कुरा धेरै मिडिया मार्फत मलाई पर्सनल रूपमा भेटेर भनिरहनु भएको अवस्था छ। ती कुराहरू उजागर गर्नुपर्छ। किनकि पीडक चाहिँ खुलेआम हिँड्ने, टाउको उठाउने, कुचेष्टा गर्ने, पीडितहरू रोएर हिँड्नुपर्ने, पीडितमाथि कानुन लाग्ने, पीडकलाई चाहिँ कानुनले नछुने यस्ता राज्य हामीलाई चाहिँदैन। यस्तो समाज हामीलाई चाहिँदैन। यस्तो टोल हामीलाई चाहिँदैन। हामीलाई चाहिन्छ कानुन सबैलाई बराबर हुनुपर्छ। विकास सबै ठाउँमा हुनुपर्छ। विकास सँगसँगै निकास दिनुपर्छ। मेरा भाइ बहिनी खाडीमा जाने होइन। जे जस्तो छ आफ्नै देशमा रोजगारीको सिर्जना गर्नुपर्छ। सुरुवात हामीबाटै गर्नुपर्छ परिणत भनेर म तपाईहरूको घर दैलोमा आएको छु। भिडको जमातमा नलाग्नुहोस्। ती भिड कहाँ कहाँबाट आएर भिड गर्छन् त्यहाँ त्यो भिडको पछाडि पनि नलाग्नुहोस्। किनकि हाम्रा आवाज बोल्ने त्यही एकजना प्रतिनिधि हो र तपाईहरू जनताकै गुनासो लाने हो। मत तपाईहरूले नै दिने हो, भिडले दिने होइन। त्यसैले शोभा पाठक एक्लै हुँदा पनि ज्यानको आवाज दिएर तपाईहरूको घर दैलोमा आएको छु। यो कुरा तपाईहरूलाई मैले भनिराख्न नपर्ला। विगत 2 वर्षदेखि लामो सङ्घर्ष गरेर अन्याय र अत्याचार, भ्रष्ट दलाली, बलात्कारी, हत्याराहरूसँग लडेर आएकी छोरी हो। एक जुनी पार गरिसके। मलाई कयौँ पटक मारेर पनि म बचेको हो। अझै भक्तपुरले मलाई सुनौलो अक्षरमा त्यो जुत्तालाई लेखाउने अवसर दिन्छ भन्ने मैले पूर्ण विश्वास गरेको छु। र म तपाईहरूलाई अपिल गर्न चाहन्छु, यसचोटि तपाईहरूले महिलालाई भोट हाल्ने अवसर पाउनुभएको छ, यो नगुमाउनुहोस्। तपाईहरूको मत खेर नफाल्नुहोस्। तपाईहरूको जनगुनासो कसले बोल्न सक्छ, कति बेला बोल्न सक्छ, कहाँ भेट्न सकिन्छ त्यस्ता व्यक्तित्वहरूलाई दिनुहोस्। जो व्यक्ति तपाईको गुनासो सुन्न सक्छ, जो व्यक्तिले तपाईको आवाज बोल्न सक्छ, सडकमा हुँदा बोलिरहेको आवाज सदनसम्म पुर्याउन पनि सक्छ भन्ने तपाईहरूलाई विश्वास छ। र मलाई धेरै आमा बुवा दाजुभाइ दिदीबहिनीले फोन गरिरहनु भएको छ। मैले मेरो भिजिटिङ कार्ड बाँडेको थिएँ। त्यहाँदेखिबाट शोभाजी तपाईँलाई हामी भोट दिन्छौँ। तपाईँ पीडित महिला हो। अन्याय अत्याचारबाट थिचिनु भएको छ। त्यो अन्याय अत्याचारबाट थिच्न अरू दिदीबहिनीलाई नदिनुहोस्। अरू अन्यायहरू गरिदिनुहोस्। यस्ता अपराधी तत्त्वहरूलाई परास्त गर्न एकमात्र नारी कालीको रूपमा आउनुभएको छ। तपाईको आँट, हिम्मत, साहस हामी अझै ऊर्जावान बनाएर पठाउँछौँ। तपाई जतिको मान्छे त सदनमा गएर गर्जिनु भयो भने पक्कै पनि गरिब, निमुखा र पीडामा परेर छटपटिनु भएका व्यक्तित्वहरू
तिनीहरूलाई चाहिँ न्याय दिन सकिन्छ र भ्रष्टाचारीहरूको ज्यान लक लक काम छ भन्ने कुरा प्रष्ट भइसकेको छ। भक्तपुरमा एउटा भाष्य क्रिएट थियो, त्यहाँ चाहिँ गुन्डा राज छ, त्यहाँ जान हुँदैन, सकिँदैन भन्ने थियो। तर धेरै भिड लिएर जानेहरूलाई म यो भन्न चाहन्छु, शोभा पाठक एक्लै छ तर प्रत्येक घर घरमा पुगेको छ र पुग्नुपर्छ। आँट र साहस हामीबाट ल्याउने हो, हामीलाई भिडले गर्ने होइन। भिड भनेको केवल छिडिक हो। त्यसैले आफूभित्र भएको साहस, आफूभित्र रहेको पीडा त्यो उजागर गर्ने हामी आफैले हो। र म एक्लै हिँडिरहेको छु। म एउटा नारी, त्यो भक्तपुरको हरेक वडामा घुमिसकेको छु, हरेक टोलमा गइसकेको छु, ग्रामीण भेगहरूमा पुगिसकेको छु, त्यहाँ आमाहरूको गुनासो सुनिसकेको छु र आएको छु। जहिले पनि आउँछु, चाहे तपाईँहरूले मलाई मत दिएर पठाउनुहोस्, चाहे नदिएर पठाउनुहोस्, तर तपाईँहरूको अन्याय अत्याचारको विरुद्ध म जहिले पनि लड्छु, भ्रष्टाचारीहरूको विरुद्ध म लड्छु। र यो देशमा एउटा नारी मात्रै थिइन् जुन नारी आफ्नो बाउसँग पनि अन्याय भयो भने लड्छिन् भन्ने भाष्य क्रिएट गर्न सक्छु। र त्यो आँट बोकेर तपाईँहरूको दैलामा आएको छु। चाहे यो देशको प्राइम मिनिस्टर होस्, चाहे यो देशको ठुला ठुला व्यक्ति होस्, चाहे जेसुकै होस्, चाहे मेरो रिलेटिभ्स होस्, चाहे मेरो बाउ होस्, तर गलतलाई गलत भन्छु र गलतको विरुद्ध बोलि नै रहन्छु। अन्याय र अत्याचारको लागि सती साल जस्तै उभिने प्रण गर्छु। हस्, धन्यवाद। फेरि पनि तपाईँहरूलाई अपिल गरेँ, जुत्तामा मतदान हाल्न नबिर्सिनुहोला। हस्, धन्यवाद।